हेलो हेलो अहिले चाहिँ हामी अब बोटिङ गर्न जान्ला हैन डप्पी आज चाहिँ सलिलको बर्थडे यता सबै रेडी भइसक्यो हाम्रो बोट यता आइसक्यो यसमा जाने हो रमाइलो गर्ने हो ल हामी भित्र गएर बोल्छौँ ल हामी चाहिँ अहिले बोटिङ गर्दैछौँ हाम्रो रोशन साथी चाहिँ धेरै नै मेहनत गर्दैछ हामीलाई गन्तव्यतर्फ पुगाउनको लागि रोशनले एक्स्ट्रा यसको लागि इन्सेन्टिभ त माग्दैनौ यसको लागि इन्सेन्टिभ के माग्छौ तिमी यता धर्मेन्द्र धेरै डराइसकेको छ यता कार्कीको त सातै उडिसक्यो आमा हामीहरू सबैमा यसले मात्रै चस्मा ल्याएको छैन अरू सबैले चस्मा लगाएको छ खै किन हो थाहा भएन अहिले चाहिँ कस्तो दामी हावा चलिरहेको छ चिसो चिसो कस्तो मजा आइरहेको छ यहाँ बोटिङ गर्न यता पानीको बिचैमा हामी हिँडिरहेको छौँ मजासँग मजा आइरहेको छ उनीहरू पानीमा खुट्टा हालेर गाडी बसेछन् यता सबै साथीहरू त चलाउँदै हुनुहुन्छ यता हाम्रो अञ्जली साथी बसेछ यता फेरि के हो अर्को यो राम्रो छ हामी तालबाराही मन्दिरनिर पुग्यौँ अब चाहिँ बोर्डदेखि उत्रेर मन्दिरतिर जान्छौँ हामी यस्तरी म्याउ लेट जाउँ न सामान यता छ मन्दिर यो चाहिँ हाम्रो बोट हो अहिले चाहिँ हामी यता मन्दिरभित्र आयौँ यता चाहिँ माछा हेर्ने ठाउँ भन्ने रहेछ यहाँ चाहिँ यस्तो छ ठाउँ चाहिँ राम्रो छ ठाउँ पोजिटिभ भाइब्स आउने ठाउँ छ यता चाहिँ केही कन्स्ट्रक्सन कामहरू चलिरहेको रहेछ यता चाहिँ के हो सहयोग दर्शन गरेर आयो अब चाहिँ हामी फेरि बोटिङ गर्न जान्छौँ बोटमा जान्छौँ हामीभित्र दर्शन गरेर आयो हाम्रो अर्को टोली पनि पुगिसक्यो जिस्काउँदैछ यो केटी यो केटी यो केटी यो यही हो डन डन यो डन यो कि यो यो बोटमा नै चटपटे बेच्नु पनि आउँछ कस्तो मलाई कुन चाहिँ हो कश्मीरमा है बोर्डीबाट सिक्किम पानीमा के पसलहरू होटलहरू फेरि कस्तो राम्रो आइरहेको हाम्रो चाहिँ अब बोटिङ सकिन थाल्यो हामी चाहिँ कस्तो कालो है चाहिँ हामी पुग्न थाल्यौँ तिमी पप्पूको भ्लगमा भन न आफ्नो डेस्टिनेसन ड्याङ्गै टोक्यो
हामी पनि आयो पानी पनि आयो टाइमिङमा पुग्यो नि पानीको बोटिङ सकिँदा सक्दै पानी आउनु थाल्यो हामी चाहिँ यो बेला पनि गर्ने मन थियो तर गर्ने के पानी आइदियो अब जानु पर्यो सरर होटलतिर आउनु होला राम्रो छ ठाउँ चाहिँ ल हिँड पानी आउनु थाल्यो केटा छिटो ल हिँड पानी आयो पानी 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 आयो पानी चलो 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 छैया छैया चलो 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 हामी चाहिँ अब होटल जानला पानी आयो पानी पानी आयो पानी दाल भात खाँदा पनि ठिकठाक छ सबै पछाडि पछाडि आउँदैछ म चाहिँ फर्स्टमा छु पानी आयो छिटो होइन जुत्ता भिज्छ चाबी तिमीसँग छैन रुमको यिनीहरू अल्छीहरू कस्तो बिस्तारै बिस्तारै आउँदैछ हामी चाहिँ 200 हामी चाहिँ यस्तो महँगो महँगो पानीपुरी खान महँगो महँगो ठाउँमा आए यसले चाहिँ फसाएको हामीलाई मैले केही गरेँ मलाई सलीले के भनेको थियो भने होइन कहाँनिर छ भन्दाखेरि अलिकति चोक अगाडि त राइट लाग्ने बित्तिकै तिमीले जुन पानीपुरी देख्छौ त्यही हो भने राइट लाग्ने बित्तिकैको फर्स्ट पानीपुरी त्यही दोकानमा ठुलो पसल छ हो भने होइन सानो पसल जस्तो छ भने तिमीहरूले पनि भएको भए त्यही नै देख्थ्यौ क्या मैले होला भन्नाले म गरेँ त्यही हो कुरा के भन्न चाहन्छु रोशन अब लुटेल शान्त हुन्छ लुटेल पागल त ठिकै काठ ठुलो आयो